यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह। पुनरुत्थान चाहिँ इतिहास र भविष्यको घटनाक्रम होइन, यो चाहिँ तपाईमा धारण गर्नुपर्ने दृष्टिकोण है। हाम्रो जीवनको लागि परिदृष्टिकोणहरू, इट्स अ वर्ल्ड भ्यू। Resurrection is a worldview that we embrace and we live today है। अब यो सरोकार चाहिँ एकदम विशाल छ। पुनरुत्थान, यीशु ख्रीष्टको पुनरुत्थान चाहिँ विश्व इतिहासको एउटा हिन्ज भनिन्छ, एउटा कब्जा। परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो, मानिस पाप र पतनमा ग्रस्त छ, अनि भविष्यमा परमेश्वरले आजको उद्धारलाई उहाँले पुरा गर्नुहुनेछ। यी सबै थियोलोजिकल फ्रेमवर्कको बिचमा यो कब्जा चाहिँ विश्व ब्रह्माण्डको समय इतिहासको खाकामा येशू ख्रीष्टको जीवन, तपाईँ र म जिउने जीवन यो ढोका जस्तो, येशूको पुनरुत्थान चाहिँ त्यो कब्जा क्या है। त्यो ढोका कब्जाको आधारमा अडिएको हुन्छ, खोल्ने बन्द हुने। विश्व ब्रह्माण्डको खाकामा तपाईँ र मेरो जीवन, येशू ख्रीष्टको पुनरुत्थान चाहिँ त्यो कब्जा हो। त्यसले हाम्रो जीवन वर्तमानकाल र भविष्यकाल त्यसमा अडाइराखेको छ, अनि त्यसमा मात्रै हाम्रो जीवन चल्न सक्छ। किनभने हामीले सुन्दै आएको विषय चाहिँ के छ त, कि समाजले, संसारले जन्मेपछि हुर्कदा बढ्दा परिवारले अनि विद्यालय पाठ्यक्रमले, टिचरहरूले हामीलाई एउटा स्क्रिप्ट दिएको छ। तपाईँ को हुनुहुन्छ, यो संसारमा किन हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने कुरा उसले दिएको कथा कहानीको है, कहानीभित्र हामी अभिनय गर्दैछौँ, हामी खेल्दैछौँ। हाम्रो दिमागले त्यसरी बुझ्छ जीवनलाई। अनि तपाईँ र मैले यहाँ जिउने जीवनभित्र अभिनय गरेर म को हुँ, कहाँ जन्मे, किन यो संसारमा छु र भविष्यमा कहाँ जाँदैछु भन्ने कुरा, यो बिचमा चाहिँ हामी एउटा जीवन अभिनय गर्दैछौँ, हामी खेल्दैछौँ। एउटा कथा कहानीमा हामीले विश्वास गरेको छौँ, त्यो स्क्रिप्ट, त्यो नेरेटिभ भित्र हामी जिउँछौँ। विचार नगर्ने हो, नबुझ्ने हो भनेदेखि भन्नुपर्दा हामी जनावर बराबर नै हौँ। संसारको अरू वर्ल्ड भ्युजहरूले हामीलाई सिकाएको कुरो चाहिँ हामी को हौँ, किन यो संसारमा, किन यो काम गर्दैछौँ, किन यहाँ खेल्दैछौँ। यो 70, 80, 90 वर्षको जीवन विचार गर्दै खेलिरहेको यो जीवनभित्र चाहिँ आजको यो विषय म तपाईँको माझमा राख्न चाहे। येशू ख्रीष्ट मृत्युबाट जीवित हुनुभएको छ, अनि त्यो कुरा मेरो जीवनको लागि एउटा कथा सुन्नु मात्र होइन, भूतपूर्वकाल भविष्यकालको कहानीहरूलाई जोड्नु मात्र होइन, तर हामीले धारण गर्नुपर्ने जीवनको परिदृष्टिकोणहरू एउटा यहाँ विचार मैले राखिदिएको छु। एन्टी राइट उहाँको पुस्तकलाई एकदम नजिकबाट हामी अध्ययन गर्दैछौँ। उहाँ भन्नुहुन्छ, वाट ह्यापन टु जिजस एट इस्टर ह्यापन्स टु अल जिजस पिपल। अब हेर्नुहोस् है, उहाँले के भन्नुभएको छ, इस्टरमा येशू ख्रीष्टलाई जे भयो, आजभन्दा 2000 वर्ष अगाडि मृत्युबाट जीवित हुनु हुँदा येशूको जीवनमा जे कुरा भयो, त्यो चाहिँ तपाईँ र म येशूमा विश्वास गर्नेहरूको लागि चाहिँ यकिन ग्यारेन्टी छ अरे। हामीलाई पनि त्यही हुनेछ भनेर उहाँले भन्नु। यो साधारण विषय होइन, घतलाग्दो एकदम गहन पुस्तक लेख्नु भएको छ। त्यहाँबाट केही कुराहरू माझमा म राख्न चाहन्छु। अर्को कुरा उहाँले भन्नुभएको छ, what God did for Jesus on the first Easter day, he has promised to do for each one who is in Christ, each one indwelt by the Holy Spirit, the Spirit of Christ. So यहाँ उहाँले भन्नुभएको छ, परमेश्वरले येशू ख्रीष्टमा जे गर्नुभयो, पवित्र आत्मा पाएका व्यक्तिहरू, तपाईँ र म जति यहाँ येशू ख्रीष्टको नाममा बप्तिस्मा लिएका छौँ, कतिजना हुन्छ हात उठाउनुहोस् त। येशू ख्रीष्टको नाममा बप्तिस्मा लिएका छौँ, तपाईँ भित्र परमेश्वरको आत्माले बास गर्नुहुन्छ। तपाईँ र म भित्र बास गर्ने येशू ख्रीष्टको आत्मा हामीले पाएका छौँ भनेदेखि, हेर्नुहोस् है, आज यो वचन एकदम गहन छ है। येशूलाई जे कुरो भयो 2000 वर्ष अगाडि पुनरुत्थानमा, इस्टरमा, त्यो कुरो चाहिँ तपाईँ र ममा पनि उहाँले गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको, हामीमा बास गर्नुहुन्छ। पुनरुत्थानको है विषयलाई लिएर अब एकछिन मसँग खेल्नु चाहिँ यो विचार मैले राख्दैछु, बुझ्न दिनुपर्ने हुन्छ है। येशू ख्रीष्टको पुनरुत्थान चाहिँ तपाईँ र हामी भित्र रहेको हृदय आत्मामा रोपिएको बिउ हो है। एउटा बिउ परमेश्वर तपाईँ र मेरो हृदयमा रोपिदिनु भएको छ। यो बिउले यस्तो सम्भावना बोकेको छ, the seed that God has planted in our hearts through the resurrection of Jesus, and those who believe in Jesus, resurrection is a seed that has been planted in our hearts. आज पावलको रोमी 8 अध्यायको प्रसङ्गलाई हामी बुझ्न प्रयास गर्दैछौँ है। त्यो बिउको रहस्य, त्यो बिउमा के छ, त्यसले के उमार्छ, कस्तो सम्भावना बोकेको छ भन्ने कुरा चाहिँ हामी आज रोमी 8 अध्यायबाट विचार गर्न गइरहेको छ। यो सँगसँगै उहाँले अगाडिको भन्नुभयो 10 पान्ना पछाडि उहाँले यो कुरा भन्नुहुन्छ, what the creator God has done in Jesus Christ supremely in his resurrection is what he intends to do, अघि मैले र म भित्र
तर तपाईँ र म मात्र होइन, with the whole world, the entire cosmos, with all its histories. यस कारणले यो चाहिँ वर्ल्ड भ्यू, यो चाहिँ जीवनले हेर्ने परिदृष्टिकोणहरू रहेछ। पुनरुत्थान परमेश्वरले येशू ख्रीष्टमा तपाईँ र मलाई दिनुभएको वरदान, जसरी पावलले भनेको छ 6 अध्यायमा कि यदि कोही येशू ख्रीष्टको मृत्युमा बप्तिस्मा लिएको छ भने ऊ चाहिँ जीवित हुनेछ। यस्तो बिउ रोपिदिनु भएको छ। हामीले बप्तिस्मा लिएको छौँ, येशू ख्रीष्टसँग एक भएको छौँ भनेदेखि यो कुरो यकिन छ। अघि भनेको चाहिँ तपाईँ र म भित्र पनि परमेश्वरले येशू ख्रीष्टमा भएको कुरा व्यक्तिगत तौरमा तपाईँ र मेरो जीवनमा उहाँले गर्नुहुनेछ। त्यति मात्र होइन, तपाईँ र मबाट सुरु गरेर सम्पूर्ण सारा विश्व ब्रह्माण्ड अनि त्यसमा इतिहास सम्पूर्ण समेटेर उहाँले गर्नुहुनेछ। यसलाई चाहिँ एक शब्दमा भन्नुपर्दा परमेश्वरको नयाँ सृष्टिको योजना। त्यस्तो हामी एकछिन विचार गर्नेछौँ। एकछिन मसँग बस्नु, बुझ्न सजिलो नहोला। सुरुमा हामी हेर्दै जानेछौँ, बुझ्दै जानेछौँ। सुरुको वचनमा मैले भनेको थिएँ कि कसरी पुनरुत्थान चाहिँ हामीले हेर्ने जीवनको परिदृश्य यो चस्मा जस्तो हो अथवा दूरबीन है। यो मलाई साह्रो मनपर्छ। यो दूरबीनको उदाहरण चाहिँ अलिक पर टाढा क्षितिजमा नाङ्गो आँखाले नदेखिने कुरो चाहिँ हामी दूरबीनले हेर्छौँ। यसरी दूरबीन लगाएपछि नाङ्गो आँखाले क्षितिजमा भएको नदेखिएको कुरो चाहिँ टाढा दूर छ, त्यसलाई देख्नको लागि हामी यो दूरबीन प्रयोग गर्छौँ। अनि त्यसले चाहिँ टाढाको कुरो नजिक ल्याइदिन्छ अनि नदेखेको कुरोलाई छर्लङ्ग बनाइदिन्छ। अनि हामी क्रिस्चियन भाषा दर्शन भन्छौँ, भिजन। बिल हाइबल्सले भन्नुभएको छ भिजन इज अ पिक्चर अफ द फ्युचर द्याट ब्रिङ्स प्यासन टुडे। बिल हाइबल्सको त्यो डेफिनेसन परिभाषा साह्रो मनपर्छ। दर्शन भनेको चाहिँ के अरे, भविष्यमा भएको कुरा एउटा चित्र छ, त्यो अगुवाले लिडरले देख्छ अनि उसले देखेको भविष्य आज ऊभित्र ज्वलन ल्याउँछ अरे। त्यसकारण क्रसवे मण्डलीको दर्शन आज वर्तमानमा छैन, भविष्यमा नेपालको 77 जिल्लामा ख्रिस्ट केन्द्रित मण्डली स्थापना हुनेछन्। जब त्यो हामी उच्चारण गर्छौँ, तपाईँहरूलाई त थाहा छ र म भित्र चाहिँ एक प्रकारको पास्टर लकीमा हामी पास्टरहरूमा चाहिँ ज्वलन ल्याउँछ, डाहा ल्याउँछ, जोस ल्याउँछ। एक प्रकार नयाँ कुरा चाहिँ नाङ्गो आँखाले देखेको छैन तर दर्शनमा छ, दूर मात्रै देखिन्छ। दूर भएको क्षितिजको कुराहरू आज हामीमा ज्वलन ल्याउने विषयहरू चाहिँ बन्द छ अरे। अनि यो दूरबीनको विषय रेजरेक्सन पनि त्यस्तै नै हो। अस्ति हामीले सुनेको थियौँ कि भविष्यमा पुगेर वर्तमानलाई बुझ्ने, इन्टरप्रेट गर्ने, अर्थ लगाउने माध्यम चाहिँ रेजरेक्सन। येशू ख्रीष्टको पुनरुत्थान भनेको चाहिँ तपाईँ र म त जीवितै छौँ कि कोही मर्नु भएको छ? मर्नु त भएको छैन नि। अनि नमरिकन पुनरुत्थान त आउँदैन। अनि पुनरुत्थान भनेको चाहिँ भविष्यमा पुगेर फर्केर हेरेर वर्तमानलाई बुझ्ने हर्मेन्युटिक्स। रेजरेक्सन हर्मेन्युटिक्स मैले विद्यार्थीहरूलाई आरपिएसमा भने होला मेरो वचनमा है। रेजरेक्सन चाहिँ आजको वर्तमान जीवनलाई व्याख्या गर्ने व्याख्या शास्त्र हो क्या। ठोक एउटा घटना एउटा होइन, यो चाहिँ व्याख्या शास्त्र हर्मेन्युटिक्स हो, जसद्वारा भविष्यमा पुगेर वर्तमानलाई हेरेर चाहिँ यसरी पो बुझ्नुपर्ने रहेछ हाम्रो वर्तमानको जीवनलाई त है। अनि हामी वर्तमानलाई जिउने, बुझ्ने, चर्चा गर्ने काम हामी गर्दछौँ। किनभने तपाईँ र म चाहिँ मरणशील मानिसहरू हौँ। यो मृतलोकमा हामी जिएका छौँ। यो शब्द सुन्नुभएको छ नि है। यो जीवन मृत्यु ताकेर जिएको छ। अनि मृत्युको सक्सेस रेट कति अरे थाहा छ? यो त सक्सेस रेट अफ डेथ 100%, 100% जित्छ अरे। मृत्युले नजितेको कोही पनि छैन। अनि यस्तो सङ्घर्ष गर्दै यस्तो खेल खेल्दैछौँ जसमा ग्यारेन्टी छ त्यसले जित्छ। त्यही पनि हस्पिटल जानु छ, लाखौँ रुपियाँ खर्च गर्नु छ है। यो फुटबल मैदानमा खेले जस्तो क्या, कति खेल्नु, जित्ने त हुँदै होइन तर खेल्नु छ। अनि यो मृतलोकमा खेल्ने मानिस तपाईँ र म मृतलोकमा मरणशील जीवनमा खेल्दै कुद्दै भाग्दै कुस्दै एकदम सकस लाउँदै खेल्ने मानिसहरूको लागि अन्तिम शत्रु चाहिँ मृत्यु हो बाइबलले भन्दछ। अनि यसकारण जब हामी रोमीको पुस्तकमा आउँदछौँ उसले मृत्युको चर्चा गरे। पाप, श्रापको बावजुद मृत्यु जसलाई ताकेर हामी जिरहेका छौँ, त्यो कुराहरूलाई कन्सर्न, हाम्रो जीवनको सरोकार जसलाई मृत्युको सरोकार छैन। There's nobody whose life doesn't concern at all with death because it concerns all of us. हामी सबैको कन्सर्न हो नि त। पुनरुत्थानले सरोकार भने ख्रिस्टलाई जस्तै मलाई पनि हुनेछ। मलाई जस्तै ख्रिस्टले मेरो सरोकार साथसाथै सम्पूर्ण विश्व ब्रह्माण्डको सरोकार लिएर पुनरुत्थान बुझाउनको लागि, विचार गर्नको लागि र जिउनको लागि परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ है। हाम्रो सरोकार, हाम्रो खाँचो के हो त? आज यो वचन रोमी 8 अध्यायबाट सुन्नुपर्ने एक दुईवटा विचार अरू म यहाँ राख्न चाहन्छु कि हामीले यो वचन सुन्नुपर्ने सरोकार चाहिँ हामीसँग जीवनको बारेमा, पुनरुत्थानको बारेमा
केही फल्टी नोसन्सहरू, गलत धारणाहरू छ क्या है, केही गलत धारणाहरू छ है। हामी मण्डली जान्छौँ, आत्मिक जीवन अभ्यास गर्छौँ, हामी प्रार्थना गर्छौँ, वचन पढ्छौँ, स्मल ग्रुप भेट्छौँ, अनि हाम्रो चर्चा इत्यादि कुराहरू गर्छौँ, अनि लास्टमा चाहिँ हाम्रो स्वार्थ एउटै कुरा मात्रै छ कि मैले प्रार्थना गरेको कुरा पाए हुन्थ्यो, अनि उपाय छैन, अनि जीवन यति स्ट्रेसफुल छ, यति एङ्जाइटीले भरिएको छ कि अब के गर्ने? चर्च जाउँ, आत्मिक जीवन, प्रार्थना, ध्यान गरौँ, एकछिन मन शान्त पारौँ, अनि अनेक कुराहरूको विचार स्वार्थहरू लिएर हामी मण्डली जान्छौँ, परमेश्वरमा विश्वास गर्छौँ, बाइबल पढ्छौँ। मैले अब यसलाई हेला गर्न चाहेको होइन, के हो भन्दा र फल्टी नोसन, हामी भित्र गहिरो कुराहरू छ, त्यो गहिरो कुराको अन्तिम गहिराइमा चाहिँ मृत्यु छ, त्यसको डर जोखिममा हामी जिरहेका छौँ। तर कहीँ कतै भित्र घातक रोग लागेको, क्यान्सरले हड्डी मक्किसकेको छ, अनि बाहिरपट्टि चाहिँ हामी अरे बेसार पानी खाऊ न, निको हुन्छ, सिटामोल खाऊ, सन्चो हुन्छ, थेराप्युटिक भन्छ नि, केहीसम्म सन्चो हुने उपायले हामी चर्च, परमेश्वर, आत्मिक जीवन जिरहेका हुन्छौँ। प्रियहरू, यो तुलना गर्दाखेरि परमेश्वरले दिन चाहनुभएको कुराहरू गहन गहिरो छ, तर हामीले आत्मिक जीवनको सरोकारहरू चाहिँ आज भोलि के हात पर्ला भनेर एकदम स्यालो कन्सर्न्सहरू लिएर, एकदमै सतही स्वार्थ लिएर हामी आत्मिक जीवन जिरहेका छौँ। तर परमेश्वरले पवित्र आत्माद्वारा तपाईँ र मलाई यी गहिरा कुराहरू सिकाउन, देखाउन चाहनुहुन्छ। एउटा कोटेसन मैले पढ्दै गरेको किताबको फर्स्ट लाइनमा यो कोटेसन मैले पाएँ, ब्लिजर्ड अफ द वर्ल्ड हेज क्रस्ड द थ्रेशोल्ड एन्ड इट हेज ओभरटर्न्ड द अर्डर अफ आवर सोल। संसारको आँधी बेरीले सीमा नागेको छ। अब यो ब्लिजर्ड, यसमा धेरै भन्नुपर्ने, व्याख्या गर्नुपर्ने कुरो म व्याख्या धेरै गर्न चाहदिनँ। यति ठुलो आँधी बेरीले चाहिँ संसार भूमरीमा सीमा क्षमता तोडेको छ अरे, यसले धान्न नसक्ने क्या। अब हुरी बतास आँधीले घरै उखालेर लैदिइसकेपछि थ्रेशोल्ड, अनि मेरो घर त्यो ठेक्नलाई बनाएको थिएँ, यति आँधी बेरीले यति ठुलो मेघ गर्जन सीमा क्षमता नागेको छ संसारको भूमरीले कि तपाईँ र मेरो आत्मा प्राण, तपाईँ र मेरो प्राण आत्मामा यसलाई उथुल पुथुल पारिदिएको छ। उपचार के होला? प्रश्न चाहिँ के हो? हाम्रो प्राण आत्माको जुन एउटा रिदम हुनुपर्ने, तरिका, एउटा स्थिरता हुनुपर्ने, त्यो स्थिरता चाहिँ हामीभित्र अब छैन अरे है। भनेदेखि हामीले मण्डलीमा आएर वचन सुन्दा, सभा दिन अभ्यास गर्दा, परमेश्वरको नजिक आराधना गर्न आउँदा, परमेश्वरको उपस्थितिमा बस्दा रहँदा, अनि उहाँको वचन मनन गर्दाखेरि प्रियहरू, यी वचनले हाम्रो हृदयमाथि सतहमा मात्रै केही समय सन्चो गराउनु होइन, अब जीवनको गहिरो अवस्थाहरूमा छुन, सन्चोपनाहरू त्यहाँ ल्याउन, निकोपना, गहिराई सतहमा मृत्युसँग सङ्घर्ष गर्ने अवस्थाहरूमा उहाँले दिलाउन चाहनुहुन्छ। त्यो अवस्था, त्यो हृदय जीवनको गहिराईहरूमा चाहिँ परमेश्वरको वचनले दिने सान्त्वना, पवित्र आत्माले दिनुहुने ज्ञान, विचारहरू हामी त्यहाँसम्म पुर्याउने प्रयास गर्दछौँ। अब एन्टी राइटको किताबबाट हामीले अध्ययन गर्दैछौँ। उहाँले दुईवटा कुरा भन्नुभएको छ, हाम्रो गलत धारणाहरू, पुनरुत्थान र भविष्यको आशाको विषयमा, येशू ख्रीष्टको पुनरुत्थान, हाम्रो जीवनको पुनरुत्थान र नयाँ सृष्टिको आशाको विषयमा उहाँले दुईवटा कुरो चाहिँ हाम्रो गलत धारणाहरू छ अरे। एउटा चाहिँ के हो त? द मिथ अफ प्रोग्रेस भन्नुहुन्छ उहाँले। द मिथ अफ प्रोग्रेस भनेको चाहिँ हाम्रो जीवन प्रगतिको कदम, प्रगतिको बाटोमा लम्केको छ, अनि हामी सबैले सोध्छौँ अरे है यो प्रगति गर्दै गर्दै सफलताको चुचुरामा हामी पुग्नेछौँ। उहाँ भन्नुहुन्छ, दिस युटोपियन ड्रिम इज इन फ्याक्ट अ प्यारोडी अफ अ क्रिस्चियन भिजन। क्रिस्चियन जीवनको दर्शन भनेर चाहिँ समाज संसारले हामीलाई एउटा गलत धारणा हालिदिएको छ कि हामी सधैँ विकास गर्नेछौँ, प्रगति गर्नेछौँ, सफलताको चुचुरोमा हामी पुग्नेछौँ भन्ने एउटा विचार हालिदिएको छ अरे। जसले चाहिँ अब यो प्रोस्पेरिटी गस्पल भनौँ न, एउटा सुसमाचारले चाहिँ तपाईँको जीवन आशिषले भरिनेछ, तपाईँ निको हुनुहुनेछ, तपाईँको उन्नति प्रगति हुनेछ, कुनै हानि नोक्सानी कहिले पनि हुँदैन देखाउन गएको मान्छेलाई जस्तो सुन्न चाहनुहुन्छ, यसो विचार गरेर उसले चाहिँ भनिदिन्छ तपाईँले, ल तपाईँको चाहिँ उत्तर प्रगति एकदम सफलताको चुचुरोमा, विदेश कहाँ जाने अरे, भिसा ग्यारेन्टी है, के चाहियो जीवनमा, अनि पैसा कमाउने उपायहरू एकदम ग्यारेन्टी, खुसी भएर तपाईँ जानुहुन्छ। कानले सुन्न चाहेको कुरो उसले भनिदियो भनेर। अनि कहिलेकाहीँ हामी यो क्रिस्चियन आशालाई पनि त्यसरी बुझेका छौँ अरे। ती समय एकछिन सन्चो हुन्थ्यो कि मण्डलीमा गएर पास्टरको वचन सुन्न पाए, अथवा वचन प्रभुले दिनुभयो, के वचन छ हामीलाई यसो पल्टाएर हेर्दाखेरि पनि त्यही कुरो मात्र खोजिरहेको आशामा हामी एकदम सतही है, जसले चाहिँ हामीलाई एकछिन खुसी हुनको लागि दिइ पो हाल्छ। प्रगति, सफलताको चुचुरो लम्केको जीवन जस्तो हामी
ख्रिस्टीय भविष्य विचार गरेका हुन्छ। दोस्रो कुरो उहाँ भन्नुहुन्छ द सोल्स इन ट्रान्जिट भनेको चाहिँ संसारमा हामी छौँ अनि यो संसार चाहिँ बितेर जाने कुरा, तर साँचो सक्कल चाहिँ मृत्यु पारी स्वर्गको देशमा छ। अनि यहाँ हामीले खेल्ने यो जीवन चाहिँ नक्कल मात्रै हो। यो चाहिँ प्लेटोनिक आइडियाज भन्छ, नस्टिसिजम, यो खालको धेरै अगाडिदेखि मानिसहरूले बुझाउँदै आएको विचारधाराहरू छ। हामी संसारमा छोटो समय जिउँछौँ अनि यहाँ चाहिँ हामी नक्कल खेल्दैछौँ, भाँडाकुडी खेल्दैछौँ। यी सबै कुराको सक्कल चाहिँ आत्मिक जीवनको भविष्यमा स्वर्गमा प्रभुले राखिदिनु भएको छ। अनि यहाँबाट चाहिँ हामी यो पार गर्ने यो समय सिचुएसन अवस्था मात्रै हो है, धैर्य गर्नुहोस् भनेर यहाँको यो भौतिक संसारलाई चाहिँ थोरै महत्त्व दिएर यहाँ चाहिँ हामी धेरै डराउनु हुँदैन, धेरै अल्झेर बस्नु हुँदैन। अनि हामी चाहिँ एउटा ट्रान्जियन्ट के सोल्स, हाम्रो आत्मा चाहिँ यहाँबाट पार गर्ने यो अन्तरिम समयकाल मात्रै हो भनी सोच्ने गर्छौँ अरे। यो दुईवटा भ्रमात्मक विषयहरू उहाँले बताउनु भएको छ भनेदेखि उहाँको अर्को एउटा कोटेसन मैले माथि राखिदिएको थिएँ। तीनवटा शब्द म बताउन चाहन्छु है। मोडर्न क्रिस्चियनिटी स्किन डिप स्पिरिचुअल भ्यू पोइन्ट। हाम्रो आत्मिक जीवनहरू चाहिँ अघि मैले भने जस्तै सतही छ, जबकि हाम्रो डिपर कन्सर्न, हाम्रो हृदयको गहिरो चाहनाहरू चाहिँ भौतिक अनि आर्थिक कुराहरू हासिल गर्नको लागि मटेरियलिजम प्रति आकर्षण बढी छ। गहिराइमा चाहिँ त्यो कुराहरू छ। अनि त्यसपछि बाइ सच ह्याजर्डस प्र्याक्टिस, हाम्रो जीवनले अभ्यास गर्ने कुराहरू चाहिँ ह्याजर्डस भनेको हानिकारक अभ्यासहरू हाम्रो छन्। आत्मिक जीवन र भविष्य प्रभुले दिनु पुनरुत्थानको आशालाई विचार गर्दा चाहिँ यी तीनवटा कुरामा हामी अल्झिरहेका छौँ अरे कि हाम्रो आत्मिक जीवन चाहिँ सतही छ, हाम्रो गहिरोमा भएको इच्छा चाहना स्वार्थहरू चाहिँ बिजनेस, मटेरियल है, अनि भौतिक उन्नति प्रगतिको कुराहरूमा हाम्रो गहिरो सुर्ताहरू छ। हामीले गर्ने आत्मिक अभ्यासहरू चाहिँ हानिकारक हुन पुगेको छ, विचार गरेनौँ भने। यसकारण रोमी 8लाई हामी एकछिन अध्ययन गर्नेछौँ। एकदम गहन कुराहरू छ, म छोटोमा भन्न प्रयास गर्नेछु। रोमी 8 अध्यायमा जब हामी आइपुग्दछौँ, यो पुस्तकको पृष्ठभूमि अलिकति विचार गर्नुपर्ने हुन्छ। किनभने रोमी 1 अध्यायमा चाहिँ पावलले रोममा भएको मण्डलीको लागि उसले पत्र लेख्दैछ। अनि कस्तो पत्र, किन लेख्दैछन् यो पत्र विचार गर्नु, नत्र यो वचन बुझ्न सकिँदैन। रोमीलाई पावलले लेखेको यो पत्र उहाँले किन लेख्दैछन्? उनीहरूले 1 अध्यायमा भन्दछन् कि म चाहिँ तिमीहरू कहाँ आउँदैछु। एकछिन मसँग विचार गर्नुहोस्। रोममा एउटा ठुलो सहर, त्यो समयको सभ्यताको संसारको सबैभन्दा महत्त्वपूर्ण र ठुलो सहर चाहिँ रोम थियो। इटाली देशको रोम थियो। अनि त्यहाँ चाहिँ भर्खरै सुरु भएको सानो मण्डली थियो है, सानो मण्डली। अनि सानो मण्डलीमा भर्खरै जन्मेको सङ्घर्ष गरिरहेका विश्वासीहरू थिए, जवान विश्वासीहरू। अनि सभ्यताको केन्द्रमा रहेको विशाल सहरमा सानो मण्डली भित्र जवान नयाँ विश्वासीहरू अल्पसङ्ख्यामा, इन्फेरियोरिटी कम्प्लेक्स उनीहरूमा छँदै थियो। हामी त कमजोर, भर्खरै सिक्दैछौँ, केही जानेको छैनौँ भन्ने उनीहरूलाई महसुस भएको थियो। अनि बाहिरको संसारले उनीहरूलाई गाँजिरहेथे। दर्शनशास्त्रीहरूले, सभ्यताको चरम स्थानमा बस्ने शिक्षित व्यक्तिहरू, शासक प्रशासकहरू, राज्य सत्ता चलाउने सम्राटहरू, भारदारहरू, यो शक्ति, महान शक्ति, त्यसको सेना छ, विश्वलाई जित्छु भनेर हाँकिएर हिँडेको छ रोम। त्यस्तो समय अवस्थाहरूमा थोरै विश्वासी, हामीले भर्खरै येशूलाई चिन्दैछौँ। हुनसक्छ उनीहरूले येशू ख्रिस्टको बारेमा गालिलमा पुगेर येशूले 5000 मान्छेलाई खाना खुलाउँदाखेरि उनीहरू खानेमध्ये एकजना थिए होला। येशूलाई भेट्ने, निको पार्ने व्यक्तिहरूमध्ये एक पनि थिए होला। प्रभुले मलाई निको पार्नु भएको छ, विश्वास गरेको छु, अब येशू त मरेर स्वर्ग पनि गइसक्नु भयो, हाम्रो के हुने हो? यहाँ हुन्छ नि एउटा मान्छेमा डर, त्रास, सुर्ता आफूभित्र छ। हामी रहने हो नरहने हो, हामी थोरै अल्पसङ्ख्यामा छौँ, कसले आएर हामीलाई गाँजिहाल्ने हो? सरकारले सतावट गरिरहेछ, सिजरलाई बाहेक अरूलाई, कैसरलाई बाहेक अरूलाई पुज्नेहरूलाई निमठ्यान्न पार्ने, उखेलेर फ्याँक्ने सरकारको जमर्को छ। लुकेर सङ्गति गरिरहेको सानो मण्डलीलाई पावलले लेख्नुहुन्छ यी शब्दहरू, यी विचार। उसले लेखेको दर्शनशास्त्र भनौँ, उसले लेखेको धर्मशास्त्र, उसले लेखेको थियोलोजी, ईश्वरशास्त्र भनौँ, यी सबै कुराहरूको सबैभन्दा बेस्ट उत्कृष्ट अभिव्यक्ति चाहिँ हामी रोमीको पुस्तकमा पाउँछौँ अरे। The best excellent exposition of theology is found in this book, Romans। है भनेदेखि अब यसमा धेरै कुराहरू भन्नु चाहेछु मैले है। उसले के भन्छ, म सुसमाचार लिएर तिमीहरू कहाँ आउँदैछु, र जब म तिमीहरू कहाँ आउँछु रोममा, ऊ आफू चाहिँ हुनसक्छ एफिससमा छ है, पूर्वी क्षेत्रहरूमा छ, उसले चिठी लेख्दै गर्थ्यो, म आउँदैछु तिमीहरूलाई सुसमाचारको प्याकेज लिएर म आउँदैछु। त्यो सुसमाचारको प्याकेज चाहिँ के हो भन्ने कुरा उसले
रोमीको पुस्तकमा व्याख्या गर्छ। हामी डराउनु सुर्तामा बस्नु पर्दैन, किनकि येशू ख्रीष्ट मृत्युबाट जीवित छ। उहाँले मसँग भेट्नु भएको छ। अनि म यो सुसमाचार येशू ख्रीष्टसँग मैले जानेको बुझेको मैले समाचार लिएर अब तिमीलाई रोममा म दिन आउँदैछु, मेरो लागि ठाउँ तयार पार है। किनभने उसले भन्छ 1 अध्यायको 16 पद हुनुपर्छ यसको मुख्य पद, जहाँ उसले भनेको छ सुसमाचारसँग म शर्माउँदिनँ। आइ एम नट ashamed of the gospel। किनभने यो चाहिँ परमेश्वरको शक्ति हो मानिसहरूको जीवन परिवर्तन गर्न, मानिसहरूको जीवनलाई परिवर्तन गर्न। अनि यो सुसमाचार लिएर म तिमीहरू कहाँ आउँदैछु, छोटो समय तिमीहरू कहाँ बस्नेछु, त्यसपछि तिमीहरूले मलाई सहायता गर्नुपर्छ कि त्यहाँ जस्तै म फेरि स्पेनसम्म पनि, अझै सुदूर पश्चिम स्पेन देशमा पनि गएर म सुसमाचार प्रचार गर्न सकौँ। अनि त्यो उद्देश्यले उसले यो चिठी पत्र रोमीहरूलाई लेखेको हामी पाउँदछौँ। भनेदेखि 1 अध्यायको 17 पददेखि लिएर 7 अध्यायसम्म चाहिँ, रोमीको 7 अध्यायसम्म उसले के कुरा बताएको छ त, कि हामी मानिसको कारणले पतित भएका छौँ। अनि यो पाप र पतनले ल्याएको अवस्थाहरूमा हामी जिरहेका छौँ। अनि त्यसमा जिउनको लागि हामी सङ्घर्ष गरिरहेका छौँ। पाप र पतनको अवस्थालाई उसले यति गहन रूपले व्याख्या गरेको छ कि, किनकि पापको ज्याला मृत्यु हो, त परमेश्वरले दिने जीवन चाहिँ अनन्त जीवन हो। पापको ज्याला मृत्यु, अनि मृत्यु ताकेर जिएको यो पापले भरेको जगतमा चाहिँ तपाईँ र मैले के सोच्नु पर्ने, कसरी जिउनु पर्ने, दुईवटा पक्ष। एउटा चाहिँ म आफू जसले यसो ख्रीष्टमा बप्तिस्मा लिएको छु, ख्रीष्टको बप्तिस्माद्वारा उहाँको मृत्युमा म एक भएको छु भनेदेखि ख्रीष्टसँग जोडिएको मेरो जीवन अब ख्रीष्टसँगै उहाँ जस्तै मृत्युबाट पुनरुत्थानमा पनि म एक हुनेछु। रोमी 6 अध्यायमा उहाँले यो कुरा भन्नुभएको छ। अनि येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानमा म उहाँसँग एक हुनु भनेको चाहिँ त्यो चाहिँ मैले बप्तिस्माद्वारा ग्रहण गरेँ। बप्तिस्माबाट ठोस विधि, ख्रिस्टीय विधि मैले लिएको छु, मैले धारण गरेको छु। अनि यो विचार मात्र होइन, मैले जिउने मेरो जीवनको परिपूर्णहरू हो उसले बताउन चाहेको कुरा। त्यसकारणले 8 अध्यायको 11 पदमा उसले त्यही कुरालाई देखाएको छ। हामी सबैले सुरुमा पढ्यौँ सँगसँगै। अहिले फेरि एकचोटि म तपाईँको लागि पढिदिनेछु। आफ्नो हातमा बाइबलहरू खोलेर राख्नुहोस् अनि यो पदलाई हामी मनन गर्नेछौँ। तर यदि येशूलाई मरेकोबाट जीवित पार्नु हुनेको आत्मा, येशूलाई मृत्युबाट जीवित भित्री सूत्र शक्तिहरूमा छ भने, तिमीहरूमा छ भने, ख्रीष्टलाई जसरी उहाँले मृत्युबाट जीवित पार्नुभयो, तिमीहरूको आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि उहाँले के गर्नुहुनेछ? एकै सुर लगाएर चाहिँ कति गहिरो कुरा छ भनेर अघिदेखि भन्न चाहिरहेछु। गहिराको कुराहरू तिमीहरूमा त्यही आत्मा बास गर्नुहुन्छ भनेदेखि तिमीहरू पनि येशू ख्रीष्ट जस्तै जुन कुरा उहाँ पुनरुत्थानमा उहाँलाई भयो, त्यही कुरा, त्यही प्रतिज्ञा, त्यही भविष्य तिमीहरूमा भित्र पनि रोपिएको छ। मैले भने रोपिएको बिउ छ है। क्षमता सम्पूर्ण रूपले येशू ख्रीष्टमा भएको कुरा तिमीहरूमा पनि रहिआएको छ। अनि यो पुनरुत्थानको आत्मा हामी भित्र बिउ र नमुनाको स्वरूपमा गाडिएको छ। दोस्रो कुरा, हामी रोमी 8 को 18 पदमा हेऱ्यौँ भनेदेखि पावलले भन्दछन्, म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ त्यससँग वर्तमान समयको कष्ट र तुलना गर्न योग्यका छैन है। अब यो 18 पदमा उसले एउटा मुख्य कुरो टाइटल उसले बताएको छ कि हामीहरूमा आज हामी सङ्घर्षमा छौँ, दुःख कष्टमा छौँ, सताइएका छौँ, अल्पसङ्ख्यामा छौँ, मान्छेले हामीलाई वाह बाफ रे बाफ भन्दैन, हामी धनी छैनौँ है, हामीसँग पहुँच धेरै ठुलो छैन है, भयङ्कर कुराहरू हामी गर्न सक्दैनौँ। अनि त्यहाँको विश्वासीहरूले चाहिँ कुरा महसुस भएको छ, त्यो दुःख कष्टमा सतावटको समय अवस्थाहरूमा पावलले भन्दछन् कि तिमीहरूलाई येशू ख्रीष्टले दिनुभएको आत्माद्वारा भविष्यमा जे कुरा उहाँले निश्चित राखिदिनु भएको छ, भविष्यको प्रभुले राखिदिनु भएको आज तिमीले भोगेको दुःख कष्ट सङ्घर्षहरू तुलना गर्न योग्यको छैन। विचार गर के हो त्यो है। त्यसमा तिमीहरूको ध्यान नजर, तिमीहरूको आँखा ती कुराहरूमा निश्चित राख। उहाँ भन्नुहुन्छ 19 पदमा, सृष्टि बडो उत्कण्ठाले परमेश्वरको पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ। अब यो उसले सृष्टि भनेको छ है। अघि मैले यहाँ जुन कुरा तपाईँ र म भित्र छ, येशूको पुनरुत्थानले हामीमा ल्याएको छ, त्यो चाहिँ कस्तो हो भन्दा हामी भित्र एउटा बडो उत्कण्ठाले, यो शब्द चाहिँ इङ्ग्लिस भाषामा भन्दा अन क्रिएसन इज अन टिपटोज अरे, आफ्नो यसरी क्या उभिएर चाहिँ क्षितिज उसले पारी हेर्न खोजिरहेछ। त्यो बडो है उत्सुकताको प्रतीक्षा, जसरी तपाईँ र मैले यो दुःख कष्टको जीवनमा गरिरहेको छु, सारा सृष्टिले त्यो प्रतीक्षा गरिरहेको छ। के कुराको प्रतीक्षा? परमेश्वरले आफ्नो पुत्रहरूलाई प्रकट गर्ने कुरा हेर्न चाहना, परमेश्वरको नयाँ सृष्टि हेर्न चाहना हामी उत्सुक छौँ। जसरी छोरीले
बुवा आएको बाटो हेर्छ यसरी है। सानो छोरीले मम्मी आउँदैछ 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 भने उसले चाहिँ नि कहिले आउँछ पर क्षितिजमा यसो गर्दा अलिक धेरै देखिन्छ कि भनेर सृष्टिले परमेश्वरको आगमनलाई त्यसरी पर्खिरहेको छ अरे। 1920 पदमा सृष्टि व्यर्थताको बसमा पारियो, त्यसको आफ्नै इच्छाले त होइन, तर उहाँको परमेश्वर जसले सबै कुरो सृष्टि गर्नुभयो अनि पाप र पतन यहाँभित्र आएर त्यसको बसमा पार्न उहाँले दिनुभयो। पाप श्राप मृत्युको अधीनमा रहन केही समयको लागि उहाँले सृष्टिलाई तपाईँ र मलाई छोडिदिनु भयो, जहाँ मृत लोक संसारमा हामी जिरहेका छौँ। अनि उहाँ भन्नुहुन्छ तर उहाँको इच्छाले जसले त्यसमा वर्षमा पार्नुभयो त्यसैमा यसै आशामा अनि 21 पदमा कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ र त्यसले पनि परमेश्वरको सन्तानको महिमी स्वतन्त्रता प्राप्त गर्नेछ। यो 21 पद सरासर पढ्दा त्यसको गहनता र बुझिँदैन। एकछिन मसँग विचार गर्नुहोस्। 21 पद के भन्छ कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ। सृष्टि विनाशको है, हामी मर्छौँ तर सृष्टिको पनि पाप र पतनले एउटा विनाश ल्याएको छ। परमेश्वरले यो सृष्टिलाई पनि त्यसको विनाशबाट मुक्त गराउनु स्वतन्त्र, जस्तै तपाईँ र मलाई येशू ख्रीष्टमा मृत्युबाट जीवित पार्नु भएको छ, सृष्टिलाई पनि उहाँले रिस्टोर गर्ने, यो संसारलाई पनि उहाँले पुनर्स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको परमेश्वरको सन्तानको महिमित स्वतन्त्रता त्यसले प्राप्त गर्नेछ। अनि 22 पददेखि तल हेऱ्यौँ भनेदेखि हामी त्यहाँ देख्दछौँ, हामी जान्दछौँ सारा सृष्टि अहिलेसम्म प्रसव वेदनाको अर्थनाद गरिरहेछ। तपाईँ र म दुःख र कष्टको यो संसारमा हाम्रो पीडा सन्तापहरू, हाम्रो रोग बिमारहरू जो पालेर बसिरहेछौँ, मृत्यु अपरिहार्य छ, यी कुराहरू माझ जिउँदै गर्दाखेरि हाम्रो लागि आशा चाहिँ के छ त भन्दा पुनरुत्थानको आशा चाहिँ परमेश्वरले येशू ख्रीष्टमा तपाईँ र मलाई अनन्त जीवन दिनुभएको छ, हामीले पाएका छौँ। भविष्यको मात्र होइन, वर्तमानको यथार्थ हो यो है। अनि यो आफूले व्यक्तिगत रूपमा पाएको कुरो चाहिँ परमेश्वरले सारा सृष्टिको लागि पनि तयारी गर्नुभएको छ। हामी आउने हप्ता पनि यो विषयलाई दोस्रो भागमा हेर्नेछौँ। सारा सृष्टिको उद्धार स्वतन्त्रता परमेश्वरले कसरी रचना गर्नुभयो, अनि यो पदहरूमा हामीले विचार गर्नुपर्ने प्रतीक्षाको कुराहरू यहाँ चाहिँ विशेष गरी 21 र 20 पद प्रयोग गर्नुभएको शब्दहरू जुन छ विनाशको बन्धन है। अनि 22 पदमा चाहिँ 23 पदमा पनि हामी पाउँदछौँ सृष्टि मात्र होइन तर हामी आफै पनि जसमा पवित्र आत्माको पहिलो फल छ र सन्तानको रूपमा ग्रहण गरिनलाई अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्रभित्र अर्थनाद गर्दछौँ है। अब यो दुईवटा पक्ष, हामी भित्रको अर्थनाद पीडा क्रन्दनहरू र साथै सृष्टिले गरेको रुवाई कराई सृष्टिको अर्थनादहरू सबै जोडेर पावलले के भन्छ 24 पदमा चाहिँ कि यही आशामा मुक्ति पाएका थियौँ, अब देखिने चाहिँ आशा त आशा नै होइन, किनकि देखेको कुरामा आशा कसले गर्छ र। यहाँ भित्र बिचमा चाहिँ पावलले भनेको कुराहरूलाई उसले इजरायलले भोगेको प्रस्थानको समय कालको विषय मैले प्रसङ्ग जोडेको छ अरे है। दासत्वमा है, तल अगाडिको पदमा पनि हामीले हेऱ्यौँ भने 14-15 पदमा उसले त्यही छ कि दासत्वमा डरमा पर्न दासत्वको आत्मा हामीले पाएका छैनौँ है। किनकि हामी पहिला यीशु ख्रीष्टमा विश्वास नगर्दाखेरि हामी पापको दासत्वमा थियौँ। जसरी इजरायल चाहिँ मिश्र देशको दासत्वमा थियो, अनि जब मिश्र देशबाट उनीहरूलाई परमेश्वरले छुटकारा दिएर सिनै पर्वतमा ल्याउनु भयो, अनि सिनै पर्वतमा परमेश्वरसँग भेट गर्दाखेरि परमेश्वरले उनीहरूलाई के भन्नुभयो, प्रस्थान 19 अध्यायको 5-6 पदमा उहाँले भन्नुभएको छ कि स्वर्ग र पृथ्वी मेरै भए तापनि तिमीहरूलाई चाहिँ मैले मेरो प्रिय सन्तानहरू, मेरो पवित्र जाति बन्नको लागि, मेरो धर्मपुत्रहरू बन्नको लागि मैले तिमीहरूलाई चुनेको छु है। अब हेर्नुहोस् है, दासत्वको पृष्ठभूमिबाट 40 वर्षको उद्धारको यात्रा गर्नु छ, 40 वर्ष यात्रा गरेर प्रतिज्ञाको देशमा पुग्नु छ, अनि आज चाहिँ परमेश्वरले एउटा प्रतिज्ञा दिनुभएको छ। प्रतिज्ञा मात्रै, त्यो प्रतिज्ञा चाहिँ बिउ हो, यथार्थ होइन, रुख होइन, फल होइन, तर बिउ मात्रै हो। हेर्नुहोस् है, त्यो बिउ उहाँले कसरी रोपिदिनु भयो, तिमीहरू चाहिँ मेरो प्रिय जाति, पवित्र जाति, पुजारीगिरीको राष्ट्र बनाएर तिमीहरूलाई मैले चुनेको छु। प्रतिज्ञा पाए, त्यो प्रतिज्ञा बिउ स्वरूप उनीहरूले हातमा बोकेर बसे सँगालेर। आज छैन, भोलि हुनेछ अरे, आज छैन देखि, अनि त्यो बिउलाई हातमा सम्हालेर बस्छुन्जेल उनीहरू भित्र आशा हुन्छ एक दिन यो बिउले
बोट उमार्नेछ, रुख फलाउनेछ, त्यसले फल दिनेछ, अनि त्यो प्रतिज्ञाको फल दूध र मह बग्ने देश हामीले प्राप्त गर्नेछ, पाउनेछौँ। आज चाहिँ उनीहरूले प्रतिज्ञा मात्रै पाएका छन्। अनि त्यही कुरो परमेश्वरले तपाईँ र मलाई येशू ख्रीष्टमा विश्वास गर्दा पुनरुत्थानको आशा त्यो प्रतिज्ञा स्वरूप तपाईँ र मलाई दिनुभएको छ। पुनरुत्थान चाहिँ बिउ हामीले पाएका छौँ, सँगालिराखेका छौँ। जसरी कुरो परमेश्वरले येशू ख्रीष्टको जीवनमा शरीरमा गर्नुभयो, तपाईँ र मेरो जीवनमा उहाँले भविष्यमा गर्नुहुनेछ। त्यो कुरो परमेश्वरले सारा सृष्टिलाई नयाँ तुल्याउनको लागि उहाँले गर्नुहुनेछ। उहाँको प्रतिज्ञा मात्रै आज हामीसँग छ। येशू ख्रीष्ट चाहिँ प्रोटोटाइप हुनुहुन्छ, प्रथम आदर्श नमुना भन्दो रहेछ। प्रोटोटाइप येशू ख्रीष्ट चाहिँ आदर्श नमुना, फर्स्ट फ्रुट उहाँ हुनुहुन्छ। उहाँलाई जे भयो इस्टरको दिनमा, त्यो कुरो तपाईँ र मलाई हाम्रो वर्तमान जीवनमा हामीले बोकेको आशामा हुनेछ। What happened to Jesus on Easter will happen to all of Jesus' people and the whole cosmos. अनि यो कुरो व्याख्या गर्नलाई उहाँले 22 देखि 25 पदसम्म चाहिँ एउटा गर्भवती स्त्रीको उदाहरण दिनुभएको हामी पाउँछौँ यहाँनिर। एउटा उदाहरण एकदम मजाको छ। मैले यो अझै मजाले चाहिँ हाम्रो युजिन पिटरसनले भन्नुभएको उहाँको ट्रान्सलेसन द मेसेज भन्ने ट्रान्सलेसनमा कि एउटा प्रेग्नेन्ट वुमेन, एउटा गर्भवती स्त्रीलाई उदाहरण दिएर यो रोमी 8 अध्यायको 22 देखि 25 आफ्नो नेपाली बाइबलमा पढ्न सक्नुहुन्छ। उहाँ भन्नुहुन्छ, युजिन पिटरसनले ट्रान्सलेट गर्नुभएको, अल अराउन्ड अस वी अब्जर्भ अ प्रेग्नेन्ट क्रिएसन। सारा सृष्टि नै गर्भवती छ अरे। The difficult times of pain throughout the world are simply birth pangs. जन्माउने बेला आयो, दुःख पीडा चाहिँ यति महसुस भएको छ हाम्रो वरिपरि। It's within us. हामी भित्र, the Spirit of God is arousing us within. तर परमेश्वरको आत्माले हामी भित्र चाहिँ हामीलाई पुनर्जागरण गराउँदै हुनुहुन्छ अरे। We're also feeling the birth pangs. These sterile and barren bodies, आजको यो कमजोर शरीरहरू of ours, are yearning for full deliverance. एक दिन हामी पूर्ण रूपले है उद्धार पाएको अवस्थामा पुग्नेछौँ। That is why waiting does not diminish us. यस कारणले जसरी एउटा गर्भवती स्त्रीले आफ्नो गर्भमा नानी बोकेको छ, त्यो पर्खाइले उसलाई खुम्चाउँदैन अरे। त्यो शब्द हामीले एकदम विचार गर्नु पर्यो। डिमिनिस हामीलाई खुम्चाएर हामीलाई घटाउँदैन अरे। Any more than waiting diminishes a pregnant mother. We're enlarged literally in the waiting. यो पर्खाइमा जहाँ हामीहरू छौँ, हामी वृद्धि हुँदै गएका छौँ अरे। We of course don't see what is enlarging in us. भित्र नानी त बढिरहेछ, तर हामी बाहिरबाट आकार मात्रै देख्छौँ, भित्र त देख्दैनौँ है। But the longer we wait, the longer we become and the more joyful our expectancy. परमेश्वरले दिनुभएको आशा चाहिँ हामीभित्र यस्तो छ अरे। पर्खाइ, प्रभुले पवित्र आत्मा बप्तिस्म लिने दिनुभएको छ। हामीभित्र कस्तो काम गर्नुहुन्छ, जसरी आमाको गर्भभित्र नानी बढ्दछ अनि ऊ पर्खाइमा उसले आफ्नो जीवन गुजारा गर्दछ। तपाईँ र मैले यो पुनरुत्थानलाई चाहिँ अभ्यास गर्नुपर्ने, हाम्रो जीवनशैलीमा लिएर जानुपर्ने रहेछ प्रिय। यसकारण मैले 25 देखि तल 24 देखि 27 पदलाई चाहिँ हाम्रो जीवनको पुनरुत्थानको आशाको अभ्यास गर्ने जीवनशैली भनेर भन्न चाहेको छु। दुईवटा कुरा त्यहाँ म राख्न चाहन्छु। सर्वप्रथम चाहिँ जसरी एउटा स्त्री गर्भवती भएपछि उसले 9 महिनासम्म एउटा नानीको आशा अपेक्षा गर्दछ, त्यस्तै प्रकारले तपाईँ र म पनि यो पापले ग्रसित मृतलोक संसारमा मरणशील शरीर बोकेर दुःख कष्ट झेलेर आफ्नो जीवनको शोक सन्तापहरू बोकेर हामी जिरहेको छौँ। परमेश्वरले दिनुहुने उद्धार चाहिँ अलरेडी बट नट येट। येशूले हामीलाई उद्धार दिनुभएको छ, यो आइसकेको छ, तर यो आउँदैछ। यो भाषा चाहिँ हामी परमेश्वरको वचन पढ्दाखेरि हामी जब उद्धारको कुरा आउँछ, हामीले उद्धार पाएका छौँ तर पाउन बाँकी नै छ। परमेश्वरको राज्य आएको छ येशूले भन्नुहुन्छ, तर परमेश्वरको राज्य आउँदैछ। यो आइसकेको अवस्था र भोलिको यसको पूर्णताको अवस्था पर्खाइमा हामी यो बिच समय अवस्था, जसलाई चाहिँ मैले पखको अवस्था भने एकछिन जब यो कुरा मैले विचार गर्दै थिएँ, एउटा चित्र दिमागमा आयो क्या। जब कोभिड-19 को भ्याक्सिन आयो, मलाई कस्तो महसुस भयो भनेदेखि खोप पाइन्छ, भित्र बस्ने मान्छेले ग्यारेन्टी दिएछ, तर खोप पाउनलाई अझै 2 घन्टा चाहिँ लाइन बस्नै पर्छ। त्यो लाइन बस्नुन्जेल हामीलाई डर भएन, त्यो पाइन्छ, ग्यारेन्टी स्योर पाइन्छ, नडराउनुहोस् न भनेर चाहिँ भित्रबाट पाउनुहुन्छ के। त्यो हल्लाको माहौलमा चाहिँ मैले के कुरा सिकेँ, हल्ला गर्ने समाजले भावी आशालाई यकिन गराउँदो रहेछ।
तपाईँ र म चर्च चाहिँ त्यो हल्ला गर्ने समाज ग्यारेन्टी छ। येशू ख्रीष्टले प्रतिज्ञा गर्नुभएको पुनरुत्थान स्योर पाउनुहुन्छ तपाईँले। अनि हामी मण्डलीमा आएर यसको चर्चा गर्छौँ, हामी गीत गाउँछौँ, एक आपसलाई भन्छौँ है परमेश्वर यो कुराहरू पुरा गर्नुहुन्छ है, पक्नुहोस्, इट्स कमिङ, इट्स ग्यारेन्टिड। हल्ला गर्ने समाजले त्यो आशाको यकिन गराउँदो रहेछ। दिदीबहिनीहरू भेटेर बाइबल स्टडी गर्नुहुन्छ, हल्ला गर्ने ग्रुप त हो नि। परमेश्वर हुनुहुन्छ, उहाँ काम गर्दै हुनुहुन्छ। अनि म टाइटसको कस्तो भयो पढाइ, एकदम खतरा, कस्तो खुसी लाग्ने कि अब परमेश्वरको वचनमा मण्डली यसरी बढिरहेको छ। अनि दोस्रो कुरा चाहिँ हामी 26 देखि 27 पदमा पाउँछौँ, त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामी दुर्बल छौँ, यो संसारमा पापले ग्रस्त, कठिन छ, दुःख छ, गरिबी छ, अपुग छ, रोग पालेर जिउनु छ, शोक सन्ताप छ, मानस जीवनका कुराहरूमा हामी गाजिएका छौँ। तर उहाँ भन्नुहुन्छ परमेश्वर पवित्र आत्माले सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौँ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थ गर्नुहुन्छ। मानिसको हृदयको खोजी गर्नुहुने पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूको निम्ति मध्यस्थ गर्नुहुन्छ। अनि यो पदहरू पढ्दै गर्दाखेरि तपाईँले रोमी 8 अध्याय पुरै पवित्र आत्माको वचन खण्ड हो यो। परमेश्वर पवित्र आत्माले के गर्दैन, हामी भित्र भएको पुनरुत्थानको बिउलाई संरक्षण गर्ने, पवित्र आत्माले हामीलाई स्मरण दिलाउने। येशूले भन्यो पवित्र आत्मा म तिमीलाई दिन्छु, उहाँले तिमीलाई मैले बोलेको सबै शब्द विचारहरू उहाँले सम्झाउनु हुनेछ, त्यो पालन गर्न सहायता गर्नुहुनेछ। हाम्रो संरक्षक पवित्र प्रार्थना गर्न, यो क्रन्दनको प्रार्थना गर्न सिक्दछौँ। एक्लै आफू मात्र होइन, मध्यस्थ गर्न दुई पार्टी बिच है, मध्यस्थको प्रार्थना गर्न हामी सिक्छौँ। प्रार्थनालाई के कुरो चाहिँदो रहेछ? तीनवटा कुरो चाहिँ अनिवार्य, समय चाहियो, स्थान चाहियो। तपाईँ र मेरो ध्यान केन्द्रित राखेर गरेको प्रार्थना पवित्र आत्माको प्रार्थना हो प्रिय। बिना समय खाँदै गर्दा प्रार्थना गरेको हुन्छ नि कतिले। अनि कुनै ठाउँ जानु छैन प्रार्थना गर्नको लागि, घरमै सुतेरै म प्रार्थना गरिरहेको छु प्रभुलाई। हाम्रो ध्यान आकर्षित भएको है, केन्द्रित राखेर गर्ने प्रार्थना चाहिँ पवित्र आत्मा हामीले सिकाउनु। जब त हामी प्रार्थना पवित्र आत्मा उच्चारण दिनुहुन्छ, उहाँले दिने जीवन हामी यकिन गर्दछौँ।